लेट्स गो रोडोडेन्ड्रोन चाहिँ you can look at here नु त होला त अन्त चढाको भन्दा पनि बेसी छ त यस्तो दामी फुलिरहेको छ ल त रोडोडेन्ड्रोन स्याङ्क्चुरी पनि घुमियो हामी चाहिँ एन्ड पोइन्टमा आइपुग्यो अब चाहिँ नाउ फाइनली वी रिच्ड बर्से अहिले चाहिँ भने हामी बर्से आइपुग्यो साथीभाइ ल साथीभाइ फिलहाल चाहिँ यहाँ आइपुग्यौँ दामी भयो क्या ट्रिपै मजा आयो दामी 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 हामी जाउँ न उताबाट जाउँ होइन बर्सेमा चाहिँ यस्तो चाहिँ बस्ने टेन्टहरू पनि एभाइलेबल यहाँ चाहिँ टेन्ट्स आर अल्सो एभाइलेबल हेर्नु सक्नुहुन्छ रोडोडेन्ड्रोन पार्क सेन्चुरी अब चाहिँ यहाँबाट रिम्बिक निक्लिन्छु नि मजा आइदियो अब फोटो खिच्ने हो एक दुईवटा त तपाईँहरूलाई चाहिँ यहीँसम्म मात्रै देखाएँ है त यताबाट पनि ट्र्याक रहेछ सायदै अर्कै जग्गाबाट ट्र्याक आउँछ होला तपाईँहरूलाई चाहिँ यहीँसम्म देखाएँ है त ल यहीँसम्म रहेछ So how was the trek, brother? It was of 5 kilometers and it's very much worth it. कस्तो लाग्यो भाइ? दामी सेटिस जग्गै दामी रहेछ रोडोडेन्ड्रोन पार्क्स अब यो पाटा त डल्लै फुल्ने रहेछ नि So everyone, as you can see the rhododendron out here, यस्तो दामी दामी rhododendron देख्नु पाएँ. This was my first and the best experience I have ever got while seeing the rhododendrons. यस्तो दामी दामी rhododendron देख्नु पाएँ. I'll miss this place. बाप्रे. Enjoy, just enjoy it. So यस्तै दामी दामी जग्गा घुम्नुको लागि चाहिँ मन पर्यो भने चाहिँ तपाईँको कान्छा भाइलाई फलो गर्नु नभुलिदिनु होला हजुरको कान्छा भाइलाई एक लाइक एन्ड फलो थ्याङ्क यू बाइ बाइ